सो हेलो गाइस, आज मेरो 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने आज डे रहेको छ 15 गाइस। आज 15 दिन भइसकेको छ मैले च्यालेन्ज लिएको है 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने भनेर च्यालेन्ज गरेको थिएँ मैले। सो च्यालेन्ज हुन्छ कि हुँदैन थाहा छैन गाइस, र अहिलेसम्म भन्नुपर्दा मेरो 100 सब्सक्राइबर मात्रै कम्प्लिट हुँदैछ है। च्यालेन्ज कम्प्लिट हुन्छ कि हुँदैन थाहा छैन गाइस, तर र पनि म ब्लगिङ कन्टिन्यू गरिरहेको छु गाइस। तपाईँले मलाई प्लिज सपोर्ट गरिदिनुहोस् होला गाइस, किनकि एकदम है डे बाई डे कन्टिन्यू भिडियो बनाउँदै लाउँदैछु म गाइस। जस्तै भए पनि जे भए पनि अब है, किनकि फर्स्ट मलाई आफूले आफैसँग है अलिकति कन्फिडेन्स चाहिँ गेन गर्नुपर्ने छ गाइस मैले चाहिँ है। मेरोमा किनकि अहिले कन्फिडेन्स छैन त्यति क्यामेरामा हेरेर बोल्ने चाहिँ गाइस है। त्यही भएर म डे बाई डे भिडियोहरू बनाउँदै लाउँदैछु, मसिनो भिडियोहरू सर्ट भिडियोहरू बनाउँदै लाउँदैछु। सो अलिकति कन्फिडेन्ट आओस्, आफूमाथि अलिकति कन्फिडेन्ट आओस् भनेर गरेको नि त मैले यो भिडियो त। सो त्यही भएर मैले च्यालेन्ज पनि ल्याएको गाइस, युट्युबमा 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने भनेर। सो अहिलेसम्म चाहिँ 100 मात्रै हुँदैछ, हुन्छ कि हुँदैन मलाई थाहा छैन गाइस, तर र पनि भिडियो चाहिँ कन्टिन्यू आउने छ गाइस, कन्टिन्यू। अब अहिले त म सर्ट ब्लगहरू मात्रै गर्दैछु, सर्ट भिडियोहरू मात्रै बनाउँदैछु है। जस्तो मेरो 1K सब्सक्राइबर हुन्छ त्यहाँबाट चाहिँ म पुरै अझै योभन्दा बेसी पनि ध्यान दिनेछु युट्युबमा है, बेसी नै मजाले है भिडियोहरू राम्रो बनाएर अपलोडहरू गर्नेछु। अहिले त म भर्खर स्टार्टिङ छ गाइस, मलाई त्यति आइडियाहरू केही पनि छैन। सो है म अलिअलि सिक्दैछु गाइस ब्लगिङ गर्नु। सो आइडियाहरू पनि हल्का आउँदैछ, अहिले भर्खर स्टार्ट गरेको, किनकि कन्टिन्यू गरेको त 15 डेज मात्रै हुँदैछ। पहिला पनि मैले लगाउँथेँ लाउनु त, तर कोही बेला मात्रै है त्यस्तो थियो गाइस। र अब चाहिँ म कन्टिन्यू छ गाइस मेरो। प्लिज तपाईँले च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल, भिडियोलाई लाइक अनि सेयर पनि गरिदिनुहोस् ल गाइस।